हजुर बुढी त्यो जुठो भाडा कसले मार्छ? तेरा बाप। तिमीले मैले माच्छु अब आएन लाइन पे यहाँ सुन, म दरखाना जान लाग्यो, घरको सबै काम गर्ने के। होइन 15 दिन भइसक्यो तिमी दोरखान जान लाग्यो अझै भएन र भने। तिमी पुरुषहरू वर्षभरि कहाँ जान्छौ, के गर्छौ? हामीले के सोधे हन? अनि हामी वर्षमा जम्मा 30 दिन दरखाना हिँड्दा पनि तिमीहरूको टाउको दुख्ने हैन? होइन बुढी टाउको दुखेको छैन, तिमी जाऊ न, घरको काम त म गरिहाल्छु नि। हेर्नु साथीहरू लास्टै तनाव छ, के गर्नु, घरको सबै काम हराएर हिँड्छे। 30 दिन भयो यो दरखाना हिँडेको। अब यहाँ मलाई सबै काम हराएर गएछ। उहाँ दरखान ठाउँमा गएर मै छोरी रुँदै रुँदै बेसी मिलेको